सो मैले चाहिँ यो स्याम्पल जस्ट पढ्नको लागि प्र्याक्टिस गर्नको लागि एउटा सिम्पल अथेन्टिकेसन सिस्टम बनाएको थिएँ। अनि यो अथेन्टिकेसन सिस्टममा चाहिँ वी क्यान रेजिस्टर युजर, भरिफाई युजर, लगइन गर्न मिल्छ। अनि त्यो स्ल्यास प्रोफाइल भन्ने इन्स्टाग्राममा स्ल्यास प्रोफाइलहरू हुन्छ नि, जस्ट कुकिजहरू यताउति पढ्नको लागि बनाएको मैले। त्यो प्रोफाइलको लागि कन्ट्रोलर हो यो। अनि वी क्यान लगआउट युजर, लगआउटमा चाहिँ के हुन्छ भन्दाखेरि जस्ट विल क्लियर द कुकिज होइन, सेसन कुकिज हुन्छ नि जेडब्ल्युटी टोकन्सहरू, विल क्लियर इट। अनि रिसेटमा हामीले डाटाबेसमा पासवर्ड चेन्ज गर्न मिल्छ। अनि फर्गेट पासवर्ड रिसेट गर्न मिल्छ पासवर्डहरू। अनि अझ एउटा के हो मिडलवेयरमा चाहिँ सरी नट मिडलवेयर। अनि यहाँनिर चाहिँ मैले के गरेको छु भन्दाखेरि पासवर्डलाई चाहिँ मैले बिक्रिप्ट त्यो मोडल युज गरेर इन्क्रिप्ट गरेको छु होइन। अनि लेट्स टेस्ट इट होइन अहिलेको। अब चाहिँ पहिला सुरु त लेट्स चेक अहिले डाटाबेसमा कतिवटा युजर छन्। मङ्गोडिबी युज गरेको छु डाटाबेसको लागि मैले। छैन अहिले एउटा पनि युजर छैन होइन। सो विल युज अहिले फ्रन्ट एन्ड बनाएको छुइनँ मैले, त्यसैले पोस्टम्यान युज गर्छु डाटाहरू सेन्ड गर्नको लागि। सबै रेडी पारेर राखेको छु मैले। ओके पोस्टम्यान खुल्यो। सो पहिला सुरु चाहिँ मैले रेजिस्टर यहाँनिर एपिआई स्ल्यास v1 स्ल्यास युजर्स त्यो किन आयो भन्दाखेरि मैले यहाँनिर इन्डेक्समा आई जस्ट मेड इट होइन। मैले यहाँनिर एप डट युज गरेर यो गरेको छु मैले। सिट कहाँ ओके यो एपिआई स्ल्यास v1 स्ल्यास युजर्समा गरेको छु। सो आई सुड राइट इट बिफोर। अनि स्ल्यास रेजिस्टरमा गएँ। मैले नेम इमेल पासवर्ड चाहिएको छ, मैले कोडमा त्यस्तो लेखेको छ। हामी जस्ट नेम इमेल पासवर्ड टु रेजिस्टर। अनि जब हामीले रेजिस्टर गर्छौँ तब इमेल जान्छ हामीलाई। यो अहिले इमेल स्याम्पल इमेल हो। त अहिले इमेल पठाउन लाग्यो भने खर्च धेरै हुन्छ होइन, दिमाग खराब हुन्छ, पैसा होइन। सो अहिलेको लागि युजर हामीले एज बी स इन डाटाबेस होइन, डाटाबेसमा कुनै पनि युजर छैन। अब मैले सेन्ड रिक्वेस्ट गरेँ भने ओ सिट हामीले त सर्भरै अन गरेको छैन। npm स्टार्ट गरेर सर्भर अन गरेँ मैले। लेट कनेक्ट डाटाबेस कनेक्ट भएन। ओके सक्सेसफुल कनेक्टिङ टु मङ्गोडिबी। डाटाबेस कनेक्ट भयो। सो विल सेन्ड अ रिक्वेस्ट। हामीले सेन्ड गऱ्यौँ भने इट विल टेक टाइम। ओके मेसेज के आयो, युजर रजिस्टर सक्सेसफुल्ली। अनि हाम्रो त्यो पासवर्डलाई ह्यास गरेर त्यो अगाडि मैले मोडलमा एउटा त्यो बिचमा कन्ट्रोल लगाइदिएको थिएँ नि, प्रीमा लगाइदिएको थियो होला आई गेस। जब कहाँ गयो अथ मिडलवेयर होइन यो मोडल्स युजर मोडल्समा छ। ओके जब पनि सेभ गर्नुभन्दा अगाडि सेभ गर्नुभन्दा अगाडि प्री र पोस्ट भन्ने हुन्छ मङ्गोडिबीमा। सो सेभ गर्नुभन्दा अगाडि मेरो यो फङ्सन चल्छ। यो फङ्सनलाई चाहिँ के गर्छ भन्दाखेरि त्यो पासवर्डलाई इन्क्रिप्ट गरिदिन्छ बिक्रिप्ट मोडल युज गरेर। सो हामीले सेभ गऱ्यौँ पासवर्ड, सेभ गर्दाखेरि हाम्रो त्यो भयो होइन। यहाँनिर के रेस्पोन्समा के आयो, मेसेज सक्सेस ह्यास पासवर्ड भनेर आयो। सो लेट्स चेक। अब मङ्गोडिबीमा चेक गऱ्यौँ भने लोडिङ ओके यो फर्म भएछ। ओके नेम स्याम @ इमेल अनि पासवर्ड यो छ। हामीले पासवर्डमा त के गरेको थियौँ, के दिएको थियौँ यहाँ बडीमा 1 2 3 3 3 दिएको थियौँ नि त। अब त्यो त डाटाबेसमा सेभ गर्न मिलेन, त्यसैले हामीले त्यसलाई इन्क्रिप्ट गरेर डाटाबेसमा हालेको छौँ पासवर्ड। ओके सो एज मैले कोड के कसरी लेखेको छु भन्दाखेरि अब हामीले इमेल दिउँ। अब जस्तो ऱ्यान्डम अब अर्को इमेलले पनि लगइन गर्न सक्छ नि त। सो चेक गर्नको लागि एउटा स्याम्पल इमेल सेन्ड हुन्छ। सो लेट रिफ्रेस। ओके 2 मिनट्स अगाडि स्याम्पल इमेल। अनि अहिले चाहिँ मैले यहाँनिर त्यो गरेको छु, क्लिकेबल बनाएको छुइनँ अहिलेको लागि। यो यस्तै इमेल आउँछ हामीलाई, यो बेस युआरएल भयो अनि यस्तो लिङ्क आउँछ। अनि एउटा यहाँनिर स्ल्यास भरिफाईमा राउटमा स्ल्यास भरिफाई राउटमा एउटा कोड आउँछ। अहिलेको लागि चाहिँ कोड कपी गरौँ, लाइक अहिलेको प्रडक्सनमा हाल्दाखेरि चाहिँ यो कोड कपी गर्नु पर्दैन, क्लिकेबल टाइपको हुन्छ। अहिले मैले स्याम्पल इमेल युज गरेको छु, त्यसैले हामीले पोस्टम्यानमा गर्नुपर्छ। ओके अब रेजिस्टर भयो। अब लगइन गर्नको लागि स्ल्यास रेजिस्ट्रेसन स्ल्यास भरिफिकेसन ओके स्ल्यास भरिफाई। भरिफाई गर्नको लागि अघिको कोड स्ल्यास भरिफाईमा यसरी यो लिङ्क आउँछ होइन। यो लिङ्कमा जब हामीले क्लिक गऱ्यौँ भने यो एउटा स्याम्पल यो कोड आउँछ हामीलाई सिम्पलमा होइन, एउटा टोकन जस्तो हो काइन्ड अफ। यो टोकन आयो भने भरिफिकेसनको लागि हो। अहिले यहाँ हेरौँ, अहिले मङ्गोडिबीमा हेऱ्यौँ भने यहाँनिर इज भरिफाइड फल्स लेखेको छ। सो भरिफिकेसन टोकन हामीलाई यो छ, यो हामीले ऱ्यान्डमली जेनेरेट गरेको छौँ। लास्टमा 7A85 छ होइन। सो यहाँ पनि 7A85 छ। अब दुइटा चेक गर्छ डाटाबेसमा, हामीले चेक गर्छौँ अनि जुन युजर मिल्यो त्यसलाई भरिफाई गरिदिन्छौँ। अहिले हेर्दाखेरि यहाँनिर इज भरिफाइड फल्स,
इज भेरिफाइड फल्स छ सेन्ड युजर भेरिफाइड सक्सेसफुल फ्ल्याग ट्रु भेरिफाइड ट्रु भयो अब लेट अस चेक हियर अहिले त रिफ्रेस गरेको छैन रिफ्रेस गरौँ लेट इट रिफ्रेस सो इज भेरिफाइड ट्रु ओके भेरिफाइड भयो हाम्रो युजर ट्रु भयो ओके यो काम सक्यो अब लेट अस लगइन गर्न चाहिँ हामीले के युजर नेम र इमेल युज गरेको थियौँ त्यसले लगइन गर्नु पऱ्यो हामीले अब रेजिस्टरमा हामीले के युज गरेको थियौँ यो युज गरेको थियौँ कन्ट्रोल सी लगइनमा जाऊँ register /login I guess okay /login नै थियो हैन let me check once user routes /login okay /login okay /login मा हामीले बडीमा फ्रन्ट एन्डबाट हामीले के दिन्छौँ इमेल र पासवर्ड दिन्छौँ यो नेम चाहिँ नट नेसेसरी हामी दिँदा पनि हुन्छ नदिँदा पनि हुन्छ तर फर गेट अलिक राम्रो त्यो गर्नको लागि लेट अस नट गिभ हियर ओके सो पासवर्ड हामीले यो दिएको थियौँ इमेल यो दिएको थियौँ लेट अस सेन्ड रिक्वेस्ट सक्सेस ट्रु ओके लगइन सक्सेसफुल भयो अब लगइन सक्सेसफुल भयो भने इमेल र पासवर्ड डाटाबेससँग मिल्यो हैन लगइन सक्सेसफुल भयो अब हामीले लगइन सक्सेसफुल भयो अब इन्स्टाग्राममा के हुन्छ एकचोटि पासवर्ड हाल्यो भने लाइक 5 चोटि 10 चोटि अब हरेक अब कसैलाई लाइक गर्यो भने तिमीले लाइक कसैलाई हामीले फेसबुकमा लाइक गर्यौँ भने ब्राउजरले अटोमेटिकली एउटा लगइन सेसन भन्ने हुन्छ JWT टोकन चुज गरेर बनाएको हुन्छ मैले चाहिँ यसरी बनाएको छु अब अलिक हाई लेभलमा कसरी बनाउँछ नो आइडिया हैन यो चाहिँ कुकिजमा एउटा टोकन सेभ भयो यहाँ यत्रो लामो टोकन सेभ भएको छ अहिले यो हैन यत्रो लामो क्यारेक्टरको टोकन सेभ भएको छ यो चाहिँ मेरो लगइन स्टेट देखाउँछ क्या अब मैले हरेक रिक्वेस्ट सेन्ड गर्दाखेरि ब्राउजरले चाहिँ अटोमेटिकली ब्याकएन्डलाई सेन्ड गर्छ अनि वी क्यान रिसिभ इट फ्रम cookies.token अहिले लगइन भयो हैन लगइन भएपछि अब हामीले /me थियो कि के थियो सरी अब सरी यहाँ चाहिँ लगइनमै राखौँ हैन लेट अस सेभ इट अनि प्रोफाइल अब प्रोफाइल एक्सेस गऱ्यौँ भने रेस्पोन्स प्रोफाइल एक्सेस गऱ्यौँ भने ट्रु ओके ट्रु भयो ट्रु किन भयो भन्दाखेरि हाम्रो कुकिजमा त्यो थियो नि त कुकिजमा यो थियो अब हामीले /me एक्सेस गर्दाखेरि अटोमेटिकली ब्राउजरले ब्याकएन्डलाई यो सेन्ड गरिदिन्छ यो कुकिज यत्रो लामो टोकन सेभ पऱ्यो त्यो त ऱ्यान्डम टोकन हो भनेको अरू युजरसँग हुँदैन सेन्ड गरेपछि चाहिँ के हुन्छ भन्दाखेरि हामीले पछाडि जाँदाखेरि एउटा मिडलवेयर राखेको छौँ जसले चेक गर्छ कुकिजको लागि मिडलवेयर छ अथ मिडलवेयर भनेर ओके सो हामीले यहाँ कुकिज चेक गर्छौँ त्यो कुकिज इन्क्रिप्ट भएको कुकिज र डिक्रिप्ट भएको कुकिज सेम हो कि होइन ब्राउजरले आई मिन ब्याकएन्डले हामीलाई दिएको कुकिज र फ्रन्ट एन्डले हामीलाई फेरि ब्याकएन्डलाई दिएको कुकिज सेम हो कि होइन सेम हो भने त्यो मान्छे चाहिँ लगइन छ होइन लगइनको लागि यो देखाउँछ अहिले हेल्प गर्छ हामीलाई लगइन युजर छ कि छैन भनेर पत्ता लगाउनको लागि नभए हरेक रिक्वेस्टमा अब फेसबुकमा एउटा अर्को facebook.com/samyaksuwedi गयौँ भने एकचोटि पासवर्ड माग्यो ओके पासवर्ड माग्यो अनि फेरि राम भारद्वाज अथवा केही भारद्वाज जसैको नाममा पनि स्ल्यासमा गयौँ भने फेरि पासवर्ड दिन त झ्याप हुन्छ नि त 24 घण्टा दिन्छ हरेक जे पनि गर्नको लागि facebook.com/ अरू कुनैमा जानको लागि पासवर्ड चाहिन्छ हामीलाई तर ब्याकएन्डले चाहिँ कसरी अलिकति खतरा मान्छेहरूले के सोच्यो भन्दाखेरि लेट अस जेनेरेट टोकन अनि ब्राउजरमै सेभ गरिदिन्छु मेरो टोकनको लागि अनि जहिलेसम्म लगइन छ हरेक रिक्वेस्ट facebook.com/ जे पनि गर्दाखेरि फ्रन्ट एन्डले आई मिन ब्राउजरले ब्याकएन्डलाई कुकिज सेन्ड गरिदिन्छ अनि हामीले पछाडि अथ मिडलवेयरमा हामीले चेक गर्छौँ त्यो कुकिज हामीले जुन पहिला पठाएको कुकिज र अहिले फ्रन्ट एन्डले अथवा ब्राउजरले हामीले पठाएको कुकिज सेम हो कि होइन सेम हो भने अरू कुरा प्रोसिड गर्न दिन्छ अहिले हामीले /me मा गयौँ अनि के भयो /me मा जाँदाखेरि रेस्पोन्समा के आयो ट्रु आयो लगइन सक्सेसफुल भनेर आयो ओके लगइन पनि भयो अब लगआउट गर्नको लागि के गर्ने लगआउटमा के हुन्छ जस्तो गेस होइन लगआउटमा के हुन्छ हामीले अघि राखेको कुकिजलाई हटाइदिउँ भने कुकिजदेखि अथवा ब्याकएन्ड स्ट्रिङले जसले पनि ब्याकएन्ड स्ट्रिङले अथवा अनडिफाइन्डले रिप्लेस गरिदिउँ भने त्यो युजर लगआउट हुन्छ अरू कुनै के भन्छ राउटमा जानै पाउँदैन किनभने कुकिज मिल्दैन लेट अस ट्राई सेन्ड गऱ्यौँ लगआउट सक्सेसफुल लगआउट भयो होइन अब लगआउट भइसक्यो अब मैले प्रोफाइलमा गएर फेरि यहाँनिर /me मा गयो भने अथेन्टिकेसन फेल्ड भनेर आयो किनभने कुकिज छैन अहिले कुकिज हामीले हटाइदिउँ भने ब्राउजरले अब कुकिज सेन्ड गर्यो भने त्यो हामीले जुन सेट गरेको थियौँ कुकिज र यो कुकिज मिल्दैन सो युजर नट लगड इन भनेको त्यो स्टेट गयो लगआउट पनि भयो
अब फरगट पासवर्ड, हामीले पासवर्ड फरगट भयो, पासवर्डै बिर्स्यौँ भने के गर्ने हामीले? अब जस्तो फेसबुकको इक्जाम्पल लिउँ होइन, अब हामीले इमेल दिनुपर्छ, रिकभरी इमेल जस्तै इमेल भयो भने त्यो इमेल चाहिँ अहिलेको इमेलसँग मिल्नु पऱ्यो। सो लगइन गर्दाखेरि कुन इमेल युज गरेको थियौँ? sam@control+c फरगट पासवर्ड यो छ होइन। यो लागि यो के भयो इमेलमा sam@@@ इमेल। ओके इमेलमै चाहिन्छ अहिले हामीलाई फरवर्ड गर्नको लागि, भइहाल्यो। अनि इमेल दिनुपर्छ हामीले। सो अहिले डाटाबेसमा हेर्दाखेरि हाम्रो पासवर्ड के छ? पासवर्ड भनेको लास्टमा आइआइकेले यसको पासवर्डको त्यो इन्क्रिप्ट भएको टोकन आइआइके छ होइन। सो हामीले सेन्ड गऱ्यौँ, इट विल टेक टाइम। फरगट पासवर्ड हुँदैछ, इमेल सेन्ड, प्लिज रिसेट द पासवर्ड अन्डर 10 मिनट्स। अब टोकन चाहिँ एउटा ब्याकएन्डमा एउटा टोकन जेनेरेट भयो, त्यो टोकनले चाहिँ त्यो एउटा इमेल, लेट मी सो यु फ्रम इमेल, एउटा स्याम्पल इमेल आइसक्यो। ओके क्लिक अन द लिङ्क टु रिसेट पासवर्ड भनेर एउटा इमेल सेन्ड भयो। यो इमेलमा पनि सेम टु सेम अहिलेको सेम टोकन होइन, डिफ्रेन्ट टोकन हो। अनि डिफ्रेन्ट टोकन हो, स्ल्यास हामीले रिसेट पासवर्डमा जानुपर्छ। अब रिसेट यो लिङ्क क्लिक गऱ्यौँ भने हामीले यो युआरएलमा रिडाइरेक्ट हुन्छौँ। यो भनेको मेरो पुरानो टेस्ट गर्दाखेरिको हो। लेटेस्ट हटाएर यसलाई नयाँसँग हालिदिने। अनि न्यू पासवर्डमा हामीले न्यू पासवर्ड यसरी गरिदिएँ मैले। यो न्यू पासवर्ड भयो होइन, पुरानो पासवर्ड के थियो हाम्रो? पुरानो पासवर्ड भनेको रिक्वेस्ट सेभ गरेँ मैलेको लागि। पुरानो पासवर्ड भनेको हाम्रो 12333 थियो होइन। यसको इन्क्रिप्ट फर्म भनेको लास्टमा आइआइके थियो। अब जब हामीले रिसेट पासवर्ड गर्छौँ, न्यू पासवर्ड हाल्यौँ, नयाँ पासवर्ड हाल्छौँ नि त हामीले। फरवर्ड पासवर्ड त बिर्स्यौँ हामीले, एउटा इमेल दिन्छौँ हामीले, जुन रेजिस्टर गरेको छ त्यो इमेल दिन्छौँ। त्यो इमेल भएन भने इरर आउँछ, मैले त्यो पनि त्यो एज केस पनि हालेको छु। ओके पासवर्ड सेन्ड, पासवर्ड रिसेट सक्सेसफुल। ओके लेटेस्ट चेक होइन। अब हामीले रेजिस्टर पासवर्ड हामीले 12333 थियो, त्यसको लागि आइआइके थियो होइन, लास्टमा आइआइके थियो। आइआइके मङ्गोडीमा पनि आइआइके भनेर सेभ भएको थियो होला। रिफ्रेस गऱ्यौँ भने अब आइआइके हुँदैन, नयाँ केही पासवर्ड जेनेरेट हुन्छ। आइआइके ओके CLNSU भनेर छ। सो आवर पासवर्ड इज चेन्ज्ड। अब लेट अस सी इफ आवर पासवर्ड इज चेन्ज्ड अर नट। रिसेट पासवर्डमा हामीले के पासवर्ड हालेको थियौँ, यो कपी गरौँ अहिलेको लागि। अब लगइन गर्न ट्राई गरौँ है। अब लगइन गर्न ट्राई गऱ्यौँ भने इमेल हाल्नुपर्छ, अनि पासवर्डमा 12333 अहिलेको पासवर्ड हाल्यौँ भने के हुन्छ? पासवर्ड इज इनकरेक्ट हो। पासवर्ड इनकरेक्ट हो किनभने हामीले जस्ट चेन्ज गऱ्यौँ पासवर्ड। अब पासवर्ड इनकरेक्ट भयो। अब लेटेस्ट चेक हाम्रो नयाँ पासवर्ड त के हुन्छ, लगइन हुन्छ कि हुँदैन। अहिले कुकिज के छ? कुकिज केही पनि छैन। अब पासवर्ड मिल्यो भने ब्याकएन्डले एउटा कुकिज पठाइदिन्छ, कुकी पठाइदिन्छ होइन, JWT टोकन, सेसन टोकन भन्छ त्यसलाई। यस लगइन सक्सेसफुल भयो, किनभने पासवर्ड मिल्यो, हामीले चेन्ज गरेको थियौँ, पासवर्ड मिल्यो। कुकिजमा हेर्दाखेरि यस पासवर्ड मिल्यो, ब्याकएन्डले कुकिज पठाइदियो। अब हरेक नयाँ कुरा गर्दाखेरि ब्याकएन्डले सेन्ड गरिदिन्छ, कुकिजमा सेन्ड गरिदिन्छ। फ्रन्ट एन्ड फ्रन्ट एन्डले ब्राउजरले ब्याकएन्डलाई सेन्ड गरिदिन्छ कुकिज, अनि वी क्यान भेरिफाई द्याट एभ्री टाइम न्यू रिक्वेस्ट इज सेन्ड अन द होम रुट त्यो युजर अथेन्टिकेट हो कि होइन भनेर। द्याट्स इट।